जाँदैछौँ है। यहाँ ढोकभेट हामी यहाँ सौरिनतिर लाग्दैछौँ। हामी यो भिडियो चाहिँ दुधे पुगेर बनाउनु स्टार्ट गऱ्यौँ है। यो हेर्नुहोस्, यो दुधेको सिन हो। हामी जाँदैछौँ आज हाम्रो सोनामको ढोकभेटमा है। हेर्नुहोस्, अब यसरी नै तपाईँलाई म यहाँ बाटोबाट देखाउँदै लान्छु है। हामी चाहिँ आज सौरिनी जाँदैछौँ नानीहरूको ढोकभेटको कार्यक्रममा। हेर्नुहोस्, यो अघि निलो गाडी जाँदैछ है। हामी दुधीतिर पुग्यौँ। अब यहाँ यसो देब्रेपट्टि लागेपछि चाहिँ हामी पुलको तर्फ लाग्छौँ है। दाहिने चाहिँ डम्पेटार आउँदै जानुहोस्। यहाँ हेर्नुहोस्, यो बाङ्गे बजार पनि भनिन्छ होला। यहाँ हाट लाग्छ है। हाट चाहिँ यहीँ लाग्छ। ल आउनुहोस्, हामी अघि बढ्दै जाउँ। हामी अघि यो मिरिकको बाटो हो यो। हामी मिरिकको बाटो जाँदैछौँ है। हेर्नुहोस्, कति राम्रो सिनेरी, यहाँ पहाडहरू है देखिन्छ, घरहरू मजाको देखिन्छ यहाँ दुधेमा पनि। हेर्नुहोस्, कति राम्रो घरहरू बनिएको छ, होटेलहरू पनि मजाको बनिएको छ है बाटोको बगरतिर। हेर्नुहोस्, अब हामी यो पुल आइपुग्यौँ है। यो ब्रिज चाहिँ हो तपाईँको दुधे ब्रिज। यहाँ चाहिँ पिकनिक खेल्ने स्पट छ यहाँ है। पिकनिक खेल्न आउन सक्नुहुन्छ तपाईँहरू। अगाडि बढ्दै जाउँ है। अब हामी अझै उकालो जाँदै गर्छौँ है। आज तपाईँलाई हामी नयाँ बाटो तपाईँहरूलाई लानेछौँ। सायद तपाईँहरू जानु भएको होला त्यो बाटो, तर आज हामी मिरिकको बाटो भएर हामी बुङकुलुङ भएर नयाँ बाटो जानेछौँ। तपाईँहरूलाई त्यो बाटो पनि देखाउँछौँ है। यहाँ आउनुहोस्, यो बुङकुलुङतिर अब यो दाहिने पसेर हामी बुङकुलुङको बाटोतिर लागे। कति राम्रो सफा सुग्घर बाटो छ। गाडीको बेसी भिड पनि छैन है। एकदमै बाटो पनि फाका भेट्छौँ। तपाईँहरू यो बाटो जान सक्नुहुन्छ। अति राम्रो बाटो बनाएको चाहिँ एकदमै हेर्नुहोस् है। बाटो पनि अझै साइडमा एकदमै चौडा गरेर मजाको बाटो छ। तपाईँहरू एकदमै यहाँ मजाको सिनेरीको मौसमहरू मजाले तपाईँले मौसमको सिनेरीको तपाईँले मजा पनि लिन सक्नुहुन्छ। यो बाटोमा यहाँ हेर्नुहोस्, पहाडहरू देखिन्छ है। अझै आजको वेदर भने त्यति राम्रो थिएन। हल्का तपाईँको पानी पर्ने अवस्था थियो है। र पनि वेदर अझै क्लियर भएको भए अझै राम्रो हुन्थ्यो। र पनि सिनेरी हेर्नुहोस्। अब हामी झन्डै बुङकुलुङतिर आइपुग्यौँ। अब तपाईँ हेर्दै जानुहोस् है। एकदमै खुला जग्गा छ। मजाले हामी केही पनि डिस्टर्ब नभइकन जाँदैछौँ। अब हामी केही माथि गएपछि चाहिँ तपाईँको बाटो छुट्टिन्छ है। हामी चाहिँ अब यो यहाँ हेर्नुहोस्, देब्रेपट्टि हामी जाँदैछौँ। दाहिनेपट्टि तपाईँको सिधा ग्यामन ब्रिजतिर जान्छ है। देब्रे चाहिँ हामी सौरेनी। यहाँबाट ठिक्कै तपाईँको 7 किलोमिटर रहेछ है।
हेर्नुहोस् अझै पहाडको सिनहरू अझै एकदमै सुनसान जग्गा मजाको सिन। लु अब चाहिँ हामी यहाँबाट चाहिँ हिँड्ने कार्यक्रम सुरु भयो। हामी सबैजना अघि कलियाहरू भनौँ राई भाषामा कुम्पी है, हामी सबैजना यहाँबाट भारी बोकेर चाहिँ हिँड्नुपर्ने भयो। हेर्नुहोस् तपाईँहरूले हेर्नु सक्नुहुन्छ, यहाँ भारी बोकेर सबैजना हामी हिँड्दैछौँ। सबैजना एकदम आफ्नो धुनमा बाटो हेर्दै है। गाउँघरको सुन्दरता पनि तपाईँले देख्नु भइरहेछ यहाँ। अब हिँडाइ चाहिँ हाम्रो धेरै नै भइसकेको छ। हेर्नुहोस् है, तपाईँ देख्न सक्नुहुन्छ। र पनि हामी यो मौसमलाई चाहिँ मजाले हेर्नुहोस्, सिनरिको हामीले लुप्त उठाउँदै हामीले मजाले हिँडिरहेछौँ है। गाउँ पहाडी डाँडातिर हेर्नुहोस् है, कति मजाको। तर आज भने वेदर चाहिँ त्यति क्लियर थिएन है। अझै क्लियर भएको भए चाहिँ राम्रो हुन्थ्यो भिडियो। हेर्नुहोस् हिँडाइ चाहिँ अब हामी एकदम हिँड्दै जाँदैछौँ। बाटो यो खालके बाटो छ, सोलिङको बाटो, उक्कड खापड हिँडाइ भने हामी लामो बाटो हिँडेका छौँ। अझै हामी हिँड्दै हामी धेरै बेर हिँडिसकेपछि यहाँ हेर्नुहोस् थाकेर हत्तु है। मधेसबाट गएको मान्छे यसरी हिँड्नु पर्दा सबैजना थकित भइरहेछ। यहाँ आएर बिचमा चाहिँ बाटो हामीले बिर्स्यौँ है। अब बाटो चाहिँ अब कतातिर हो भन्दै हामी यहाँ गाउँको मान्छेहरूलाई सोध्ने कार्यक्रम हुँदैछ है। अब हामी सल्लाह मसौरा साथीभाइहरू सल्लाह मसौरा गर्दैछौँ। लु यहाँ हेर्नुहोस् मौरी पालन पनि गर्दो रहेछ है। कति मजाको हेर्नुहोस्, यहाँ मौरीको डोड रहेछ। मजाले मौरी हेर्नुहोस् पालन गरिरहेको। अनि यहाँ अर्को डोड पनि रहेछ है। यसरी 3-4वटा डोड हामीले हेरिसकेपछि हामी फेरि लाग्यौँ है। यहाँ हेर्नुहोस् कति मजाको, यहाँ तोरीको फुल जस्तो छ यो है। यहाँ हेर्नुहोस् त मजाले तरुल पनि रोपेको रहेछ है। यहाँ हेर्नुहोस् अब फेरि उकालो हिँडाइ फेरि हुँदैछ है। ओह्रालो उकालो गर्दै टाढा काँडा हामी आज यो ढोकभेटको कार्यक्रम हेर्नुहोस् त। हिँड्ने कार्यक्रम चाहिँ हत्तु हैरान भइसकेपछि चाहिँ हेर्नुहोस् मेरो अवस्था पनि यस्तो भइसकेको छ। हिँडेर चाहिँ स्यासेर फेर्ने हुँदै है। मधेसबाट हिँड्ने कार्यक्रम पहाडमा। यहाँ अब बल्ल हामी आइपुग्यौँ तल है। यहाँ कुम्पीहरूले चाहिँ हामी यहाँ पर्मिसन लिने कार्य हुँदैछ है। बेहुला बेहुलीलाई ल्याउनु पर्ने अब भित्र है, भित्राउनु पर्ने। यहाँ हामी आदान प्रदान एकअर्काको कुराहरू हामी यहाँ घरको यहाँ जेठो पाकोहरूलाई हामीले मनाउने कोसिस गर्दैछौँ है। यहाँ हेर्नुहोस् हाम्रो कुम्पीहरूले चाहिँ राई भाषामा कुम्पी भन्दो रहेछ है, कलिया जसलाई भनिन्छ। हेर्नुहोस् उहाँहरूले एकदम थाप्चुङ राई भाषामा चाहिँ थाप्चुङ भन्दो रहेछ। यहाँ थाप्चुङ राख्ने कार्यक्रम है राख्नु पर्दो रहेछ। यहाँ चाहिँ उहाँले के भन्नुहुँदैछ, यहाँ चाहिँ हाम्रो बेहुलीको बाबा हुनुहुँदो रहेछ है। यहाँ साइडको चाहिँ यहाँ टोपी लाउनु भएको छ। उहाँले चाहिँ यो थाप्चुङ भनिन्छ, सगुन साधारण भाषामा बोल्नु भने उहाँको हातमा सुम्पिएर हेर्नुहोस् सिकाउनु भयो है।
अब हामी उहाँलाई थापेपछि हामीले अब बेहुला बेहुलीलाई चाहिँ अब लिनु हामी गयौँ है। लिनु गएर हामी बेहुलालाई एकदम तयारीको साथमा नेपाली टोपी यहाँ लगाउने कार्यक्रम हाम्रो कोम्पियाले गर्नुहुँदैछ। बेहुलीलाई पनि एकदम सजिएर हामी यहाँ भारी बोक्नेहरू छ हत्तो हैरान लु हेर्नुहोस्, यहाँ हेर्नुहोस् बिचराहरू भारी बोक्नेहरू चाहिँ हो बोलाउँदा पनि नबोल्नु सक्ने भइरहेछ बिचराहरू। ल अब हामीले बेहुलीहरूलाई चाहिँ बेहुला बेहुलीलाई लिएर जाँदैछौँ। सगुन बोक्नेहरू एकदम बोकेर हेर्नुहोस् है, हो सबै पर्खिरहेका छौँ। अब यहाँ हेर्नुहोस् त यस्तो खालको हिँडाइ हुन्छ नि त, जानेहरू सबै हत्तो हैरान, हेर्ने कार्यक्रम भएकै है। ल हेर्नुहोस् तर्खर चाहिँ तामझाम चाहिँ धेरै हुँदैछ सबैको। ल हेर्नुहोस् अब चाहिँ सबैजनाको एन्ट्री हुँदैछ है, हेर्दै जानुहोस्। ल भारी बोकाइ छ हो, पनि सबैजनालाई यो अनुहारमा चाहिँ खुसीको लहर देखिँदैछ है। यहाँ चाहिँ पर्यो बेहुलाको आमा, यहाँ चाहिँ बडी, यहाँ आमा है। हेर्नुहोस् अब यहाँ हाम्रो आएपछि चाहिँ बसेर अब यहाँनिर सबैलाई स्वागत जनाएर चाहिँ यहाँ सबैजनालाई बिसाउने जग्गा चाहिँ यहाँनिर हाम्रो राखियो है। यी सबैलाई हेर्नुहोस् सन्चोको सास फेरेर सबैजना बसिरहेछ है। यसलाई एकदम यहाँ हेर्नुहोस् हाम्रो मेन हिरो चाहिँ यहाँ पालै हो, उहाँ चाहिँ एकदम ज्यालो मान्छे हो, एकदमै नथाक्ने। अब यहाँ चियाई चमेनाको पनि प्रोग्राम सुरु भयो है। यहाँ सेलरोटी आइपुग्यो, यहाँ हेर्नुहोस् सगुन, यहाँ कोसेलीहरू, यहाँ कोल्ड ड्रिङ्क्स पनि छँदैछ है। यहाँ सर्भ गर्नुहुँदैछ उहाँले है। अब चाहिँ चिया चमेनाको एकदम सुरुवात यहाँ गर्दै सबैजना है एकदम लागिपरेको छ। फेरि यहाँ अब दुई भाइ चाहिँ एकदम राई भाषामा चाहिँ मजाले बोल्नु हुँदैछ है। एकदम राई भाषा मजाले गफ गर्नु हुँदैछ है। यहाँ बुढा पाखाहरू एकदमै राई भाषामा मजाले गफ गर्नु हुँदैछ है। हामी त बुझ्न सक्दैनौँ र पनि हामीले सुन्दैछौँ उहाँहरूको भाषाहरू चाहिँ एकदमै संस्कृति चाहिँ एकदम उहाँले जोगाएर राख्नु भएको छ है। एकदमै यहाँ हेर्नुहोस् है, यहाँ सबैजना व्यस्त चिया चमेरा खाँदै है, सेलरोटीहरू चियाहरू लिँदै सबैजना रमाउँदै बसिरहेछ। हेर्नुहोस् अब पनि तपाईँको सबैजनाले चिया पिउँदै है रमाउँदै बसिरहेछ। यहाँ हाम्रो पालाले पनि चिया पिउनु हुँदैछ है। हेर्नुहोस् है एकदम गफ लड्दैछ। यहाँ बेहुला एकदम ह्यान्डसम भएर है बेहुला चिया पिउँदैछ। बेहुलाले पनि है आफ्नो गफ सबैजनाको। अब भने भित्र कार्यक्रम चाहिँ यहाँ है यसरी नै चल्दैछ सबैलाई चिनाउने कार्यक्रम। धेरै लामो
प्रक्रिया चल्दैछ यहाँ बडाबाउ बढिया बेहुलीलाई आमाको बाउको ससुराको दाजुहरू ढोक दाजु भाउजू गराएर हत्तु भइसक्यो है ज्वाइँको ससुराको दाजु हेर्नुहोस् भाउजू सन्तान चाहिँ धेरै ठुलो सन्तान एउटैमा त धेरै लाग्यो बेहुलाको यता साका सन्तान सबैलाई चिनाउने कार्यक्रम हुँदैछ है ठन्डा भयो पानीमा आएको पहिला तपाईँहरूको साइनो के थियो कसो थियो बहिनीसँग अबदेखि उपरान्त चाहिँ लै जस्तो साइनो छ त्यही प्रकारले तपाईँहरूले पनि चलिदिनु पर्यो चन्दा यो त मेन पर्यो तपाईँहरूको सुन्यौँ हामीले घर छेउमा कता के भन्ने कुराहरू तर तपाईँहरूले साइनो चाहिँ अलिकति मात्रै हो बोली त त्यही हो साइनो मात्रै अलिकति है बास यो त भयो अब भयो त्यसो भने नाना भाउजू आऊ मैले भाउजू कान्छी भाउजू कान्छा तपाईँहरू बस्नुपर्छ सुनेश कान्छालाई पल्ट त कान्छालाई नाना उहाँहरूलाई चाहिँ एकपल्ट तिनपल्ट नगरौँ आउनुहोस् तपाईँहरू सबै सबै आउनुहोस् तपाईँहरू सबैजना आउनुहोस् है यो भनिदिनुहोस् है तपाईँले भनिदिनुहोस् न बेहुला बेहुलीको बढी बढी बडा बढी यहाँ चाहिँ बडा हो है बडा बढी एकैपल्ट मात्रै गर्नु यता निनी यता बढी है बढी यता निनी रहेछ है यता पनि बढी यता पनि बडा बडा बेहुलीको तपाईँहरूलाई यता पनि चिनाइदिनुहोस् न उहाँहरू चाहिँ अब लु तपाईँहरूलाई चाहिँ यो चाहिँ एकैपल्ट मात्रै एकैपल्ट मात्रै हुन्छ अलिकति एकैपल्ट मात्रै गर्नु उता ऊ सम्झिदिएर उता कुटुम्बको सम्झा सम्झिदिएर चाहिँ यता रहेछ लु हाम्रो त यताबाट एकपल्ट लु एकैपल्ट गर्नु सबै एकैपल्ट मात्रै लु हे तपाईँहरूको खोरमा जानुहोस् हेरी बिनको कि भनेर पर्छ अब कोर है पाङा खालको तपाईँ मात्रै होला है तपाईँहरू पनि को एकैचोटि बसेको हुन्छ एकछिन लु आऊ बढी होइन पापा पनि उठोस् खै ऊ आमा आउनुहोस्
उहाँ एकै वर्ष उहाँ चाहिँ अब बढी है ल उहाँ दुईजना चाहिँ अब बेहुलीको आमा बाबा के अरे बाउ आमाको बाउ र तपाईँहरूको चाहिँ बुढो सम्धी बाजे सम्धी उहाँ चाहिँ बढी सम्धी गरे लु एकैपल्ट अब यो चाहिँ लोही अब सब्जी साग है जे जस्तो पनि अब पहिला के कसो थियो होइन अब तपाईँहरूले नजिक हुँदै गयो अझै घनिष्ठ भएर गयो तपाईँहरूको सम्झीको यहाँ जुन चाहिँ अब तपाईँको बुहारीको बाबाको चाहिँ हामी बाउ मतलब अब दाजु अब हाम्रो चाहिँ छोरीले तपाईँको सम्झीको चाहिँ दाजु बडा हजुर तपाईँ हामी चाहिँ अब सम्झी अब अझै झन् नजिक भएर आएर गयौँ है बढ्दै बढ्दै गयो है अब के गर्नु हाम्रो रीतिअनुसार यही छ है लु सुरु गरौँ ल तिरपल्टमा चाहिँ ठुलो रागा पनि छिरिन्छ अरे भने है सासू ससुराहरू पर्दो हुन्छ धेरै धेरै आशीर्वाद यसरी नै सधैँभरि अब तपाईँहरूको यस्तो निर्वाह भूमिका तपाईँहरूकै छ नि दाजु भाउजू रे मिलाएछौँ लोकबेटको अन्तिम कार्यक्रम। अब यसको उपरान्त चाहिँ अब खानापिनाको व्यवस्था हुन्छ है। यहाँ हेर्नुहोस् सबै अब पिनापट्टि व्यवस्था हुँदै सबै अतिथिहरू यहाँ बराम लागेर टेबलमै। यहाँ हेर्नुहोस् हाम्रो मतवाली जातको यस्तै छ है।